नाटक देखाउनु थालो अब म त माथिको भ्यू देखाउँछु भनेको मेरो गाइसहरूलाई फोटो खिच्यौँ भनेको त हेर्नु न साडी नै उडेर छ आज रुममा आएर भात नदिएको त बोकाइ छ हेलो गाइस हामीहरू चाहिँ यस्तो अब हामीहरू चाहिँ घुम्ने जग्गामा जसो तसो ट्रेन आइपुग्यौँ भनौँ न अब होइन हाम्रो सुन्दरीहरू हामी चाहिँ रेपिडो गर्दा थाकेर अब चाहिँ बासमा आएको हो रेपिडो गर्छ 3टा रेपिडो गर 3टा क्यान्सल अझ हाम्रो के भन्नु र आज हाम्रो दिन खराब थियो भनौँ न अब यही त भन्नु होला नि अब तिमी के भन्न चाहन्छौ कस्तो लाग्यो नक्का लाग्यो होला है मजा लाग्यो अघि जे जस्तो भयो पनि अब त खुसी लाग्दै होला नि त अब नलागेको छैन ए उ त पुरा निराश देखिन्छ मलाई यस्तो निराश भएको मान्छेहरू मन पर्दैन म त निराको छुइनँ ल म चाहिँ फ्रेसै छु फेरि चाहिँ हुन्छ त फोटो खिच्यो भिडियो अन्त गाइस कस्तिनु चाहिँ भनेको होइन अब म चाहिँ कतै घुम्नु जाँदैन अब कतै घुम्नु जाँदैन भनेर अब भनेको थियो नि त कसैहरूले त्यही भएर चाहिँ म चाहिँ आज घुम्नु लागिदिएको छु तैँले माथि गएर अब म दामी भ्यू पनि देखाउँछु गाइस त्यस्तै छ घाम पनि लागेको छ हो अब त्यो राम्रो आउँछ भित्र चाहिँ मन्दिर पनि छ कतिहरू हामीले खाना खाइरहेको छौँ त्यही भएर मन्दिर चाहिँ नपुग्छ पाप लाग्छ नि त पाप मन्दिर घुस्यो भने माथि गएर देखाउँछ ए यिनीहरू त फोटो पो खिच्नु थालेछ हौ उता माथि गएर खिच्नु त अलि ढिलो हुन्छ माथि गएर खिच्नु यिनीहरू त अब तलबाट माथि सामान्य फोटो खिच्छ ढुङ्गे छ दामी छ साथीहरू फोटो खिच्यौँ भनेको त हेर्नु न साडी नै उडेर छैन यो के हो साडी उडेर खेल्नेले भइदियो त अन्त मलाई उयो फुल्न खिच्नु मन परेको थियो फोटो ल मेरो साडी जाऊँ आउनु तर सबै बन्द लाग्छ भनेर चाहिँ मलाई पनि यहाँ तल बसेर पो फोटो खिच्नु मन पर्यो गाइस म चाहिँ यो मन्दिरमा घुसेको छु आएको थियो हावा पनि दामी आउँछ तनिको उठ्छौ पानी पनि छ जान आँटेको त्यहाँ जाने खासमा भन्दा चाहिँ देखाउनको लागि यत्रो मेहनत गरेर आइपुगेको छु बनाइदिउँ
बनाइदिउँला नि त बनाइदिउँला म एकछिन यहाँ मेरो गाइसहरूलाई भ्युज देखाउनु परेन काम डुब्न आँटेको हेर त कामलाई पक्रिदिउँ क्या म त पक्रिन्छु जस्तै लाग्छ वा उता कस्तो दामी देखेको है दामी देखिन्छ नाम भाइ नाम डर मार ल साथी अब घुम्नु जानु जहिले यस्तै हुन्छ कि जहिले यस्तै हुन्छ ऊ के सोचेको थियो के भयो भनेको सारा पानी हेर न यता चाहिँ फेरि थर कामेर फेरिको जिन्दगी बर्बाद भइसक्छ गाइस म चाहिँ यहाँ गएको लगाएर आएको छु पानी हेर्नु न पानी कत्रो पानी परेको कस्तो त्यो भैया राम्रो है गाइस हामीलाई चाहिँ एउटा भैयाहरू चाहिँ एकदमै मनकारी हामी पानी भिडियो उसले चाहिँ हामीलाई यहाँसम्म ल्याइदियो कि कस्तो राम्रो मान्छे रहेछ हो पैसा पनि दिएन के भन्नु र अब हामी चाहिँ पुरा रेपिडो गरेको रेपिडो पनि क्यान्सल गर्दा के भयो हाम्रो जिन्दगी बर्बाद मानेको थियो कता हो कता मलाई चाहिँ साथीको भाइ एकदमै मनकारी त्यो दिदीहरू सक्नुहुन्छ कहाँ हेरेर र माया लागिरह्यो मलाई त यता हेर्देऊ न दिदी हेर्देऊ न कस्तो लाग्यो म त आयो हामी चाहिँ घुम्नु जानु जहिले यस्तो हुने